हेलो साथीहरू, म चाहिँ निर्मल होइन, फेरि एउटा ब्लग लिएर आएँ। अहिले चाहिँ हामी कहाँ चाहिँ जङ्गलमा किन हिँडेको भन्दाखेरि नि यो जङ्गल होइन के, यो एउटा हामी आएको चाहिँ माथुरीमा माने नदीको बिचमा आएको चाहिँ। यहाँ देख्नु सक्नुहुन्छ हामीको एडभेन्चर भइरहेको छ, देख्नु सक्नुहुन्छ यस्तोबाट यहाँ देखिम। अनि देख्नु सक्नुहुन्छ यहाँ नजारा एकदम बवाल छ है। अहिले चाहिँ अलिक टाढै चाहिँ मलाई केही देखिएको छैन, जग्गा छेउमा हान्छौँ यस्तो माने जग्गा बजा मजा छ यो। अनि के भन्दाखेरि यहाँ चाहिँ पुरा यो कालो दाल भन्छ, अब माटी कलाई भन्छ आसामिसमा, कालो दाल भन्छ, जे भन्दा पनि हुन्छ छ अब रोपेको रहेछ नि होइन। अनि अब लाइ लाइ गर्दै हेर्नु सक्नुहुन्छ यहाँ अहिले आइसक्यौँ हामी नदीको तटमा। अनि के भन्नु अब जे हो अब भिडियो चाहिँ कस्तो आउँदैछ पनि थाहा छैन, किनकि आइफोन 15बाट बनाउँदैछु, अलिकति हल्का के लागेको जस्तो लाग्यो होइन। अनि अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ, यो चाहिँ हो हाम्रो नदीको किनार। देख्नु सक्नुहुन्छ बवाल छ नदीहरू, मान्छेहरू पनि छन्। अनि यो भाइसँग आएको थिएँ म चाहिँ, उहाँ छ आउँदा आउँदै फट्टै अनि देख्नु सक्नुहुन्छ हामी नदीको किनारमा छौँ अहिले। अनि म एकदम फ्रममा छु, एउटा एक दुई त फोटो पनि खिचिदिउँ न भनेर हेर्नुहुन्छ, घाम चाहिँ एकदम माथि छ कि फोटो पनि राम्रो आउँछ जस्तो लागेन। त्यो पनि हेर्नुहोस् जग्गा चाहिँ मजा छ, तपाईँलाई पनि आउनु मन लाग्यो भने आउनु सक्नुहुन्छ कहिले कहिले। यहाँ अस्ति केटीहरू फोटो खिचिरहेको थियो, म पनि यहाँबाट खिच्छु अब पर्छ एउटा दुईवटा। साथीहरू देख्नु सक्नुहुन्छ यो यसलाई चाहिँ भैँसी भन्छ है, भैँसी देख्नुहुन्छ दूर रहेछ। हामीलाई हेर्दैछ भन्दै होला के नेवारको प्रिय मिट यसरी चाहिँ भन्नु हुँदैन, अब फेरि नराम्रो भाउ छैन होला। अनि हेर्नुहुन्छ कसरी हेर्दैछ उहाँहरू, गम्बा आएछ मेरै भिडियो बनाउँदैछ भने पोस्ट दिँदैछन् होइन, ठिकै छ। अनि हामीहरूको पनि फोटोसुट पनि भयो, फोटो हालिदिन्छु म बिचमा कस्तो कस्तो आएछ भनेर होइन। अनि अब चाहिँ हामी घर गएको, पछाडि घाम छ, पछाडि घाम आउने भएर कस्तो भिडियो आउँदैछ मैले पनि गम पाएको छैन। अनि यहाँ हेर्नु सक्नुहुन्छ आन्टीहरू काम गर्नुहुन्छ, त्यहाँ भाइ अगाडि अगाडि जाँदैछ। म चाहिँ पछि छु यसैसँग आएको आजको चाहिँ ब्लग खतम हुन्छ। ल बाई बाई टाटा।